नमस्कार, साझा न्यूजमा यहाँहरूलाई हार्दिक स्वागत छ। म सुधन विश्वकर्मा। साझा न्यूजको साथमा दिनभरिको नयाँ अपडेट लिएर उपस्थित भएका छौँ। यदि तपाईँले हाम्रो च्यानललाई लाइक, शेयर, सब्सक्राइब गर्न बिर्सिनु भएको छ भने कृपया अहिले नै गरिहाल्नुहोस्, ताकि हामीले अपलोड गर्ने नयाँ भिडियो तपाईँ समक्ष सजिलै आइपुगोस्। आउनु सुरु गरौँ आजका मुख्य समाचारहरू। प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले 78 दिनदेखि गर्दै आएको विरोध सभामुखको रुलिङसँगै सोमबारबाट अन्त्य। प्रतिनिधि सभा नियमावली बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा सरिक हुन प्रधानमन्त्रीलाई सभामुख डीपी अर्यालले गरे रुलिङ। प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी दिएको विवादस्पद अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले 2083 जेठ 17 गतेदेखि गर्दै आएका थिए विरोध। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ माराथीको दर्जानीय चिन्ह प्रदान। सन् 1950 देखिको परम्परा अनुसार दियो सम्मान। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि उम्मेद्वार छनौटको लागि क्यान्डिडेट क्लब मार्फत गर्यो आवेदन खुल्ला। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसाय बीच व्यवसायका 15 बुँडे माग 45 दिनभित्र सम्शोधन गर्ने सहमतिसँगै व्यवसायीले भोलिदेखि नै कार्यालय सञ्चालन गर्ने र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको महासचिव हरि डागीको भनाई। आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार विजेता गरे घोषणा। गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान खरिद गर्ने उपभोक्ताले 10 लाख रुपियाँको बम्पर पुरस्कार प्राप्त। साउन 16 देखि 31 गतेसम्म 3,57,149 वटा बिल दर्ता भएको प्रोत्साहन कार्यक्रममा उपभोक्ताको उत्साहजनक सहभागी भएको उल्लेख। मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रूपमा जिल्ला भ्रमणका रूपमा ननिस्कन राष्ट्रसभा सांसद पारसमणि गेवालको आग्रह। पूर्वाधार मन्त्री सुनिल लम्साल बिरामी परेपछि हेलिकप्टर प्रयोग गरेको विषयमा सांसदको मन्त्रीहरूको कार्यशैलीप्रति संसदमा उठ्यो प्रश्न। रोल्पामा बाढी पहिरो र चट्याङको कारण 22 जनाको मृत्यु भएको भन्दै सरकारको सांसद वर्षमान पुनले गराए गम्भीर ध्यानाकर्षण। प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको लागि सरकारी संयन्त्रको थप प्रभावकारी बनाउनु पर्ने उनको माग। सुनको मूल्यमा प्रतितोला 1,600 रुपियाँ वृद्धि भई आज 3,06,800 रुपियाँमा कायम। चाँदीको मूल्यमा 60 रुपियाँ बढेर 4,770 रुपियाँ पुगेको नेपाल सुनचाँदी महासङ्घको भनाई। नेपालले आगामी नोभेम्बर 23 देखि 29 सम्म साउदी अरेबियाको रियादमा आयोजना हुने स्पोर्ट्स नेसनल कप 2026 मा सहभागी हुँदै नेपाली टोलीले मोबाइल लेजेन्ड ब्याङ र पबजी मोबाइल गरी 2 विधामा प्रतिस्पर्धा गर्ने। MLBB तर्फ छनौट चरण पार गरेको नेपाललाई पबजी मोबाइलका लागि भने आयोजकले गर्यो आमन्त्रण। र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको सम्बन्धमा दिगामी नक्सल शब्द प्रयोग गरेपछि सामाजिक सञ्जालमा राजनीतिक चर्चा सुरु। इन्स्टाग्राममा दिमागी नक्सल पार्टी नामको नयाँ अकाउन्ट केही दिनमै 1,70,000 भन्दा बढी फलोअर्स बटुलेको उल्लेख। एक मिठो सुरुवात एउटा सपनाबाट हुन्छ। सृजना गर्ने सपना, प्रोफेसनल बेकर बन्ने सपना। आज तपाईँ केवल केक मन पराउनुहुन्छ, तालिम पाएपछि तपाईँ पनि प्रोफेसनल बन्न सक्नुहुन्छ। बेसिकदेखि एडभान्स बेकरी तालिम, अनुभवी सेफको मार्गदर्शन सहित तपाईँको सहर बागलुङमा आजै सुरु गर्नुहोस्। सुरुवाती प्रोफेसनल बन्ने तपाईँको यात्रामा बङ्गाली बेकरी एन्ड ट्रेनिङ सेन्टर, बागलुङ नगरपालिका वडा नम्बर 4, वडा कार्यालय अगाडि उपल्ला चौर। छिट्टै सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि